Hello everyone, welcome to Royal Divas as usual. यो हेरेर आहा यस्तो राम्रो राम्रो चिज हालेर के पाक्दैछ भन्ठान्नु भयो होला है। हो हजुरहरुकै हेल्थलाई लिएर हामीले चाहिँ एकदम हाइजिन वेमा सफा स्वस्थ र एकदम प्रिसियस लुकमा हैन, नट इन कमर्शियल प्रिसियस लुकमा चाहिँ हामीले फेरि सुत्केरी मसला सबै व्यक्तित्वहरुले खान हुने किसिमले हामी बनाउँदैछौं हैन। अनि यसमा धेरै मेहनत छ हजुर, सानो सानो कामहरु छ, सरसफाइहरु धेरै छ हैन। अनि मसलाहरु पनि हेल्दी मसलाहरु। अनि यसमा हामीले चाहिँ अरु एडिसनलमा चाहिँ पम्पकिन सीड अनि सनफ्लावर सीड र हाम्रो वाटरमेलन सीड चाहिँ हामीले एक्स्ट्रा एडिसन गरेका छौं हैन, जुन चाहिँ पहिलाको मसलाहरुमा एड गरिदैन थियो। अब आजकल त यो जे पनि एकदमै राम्रोसँग खानुपर्छ भन्ने आएको छ नि त, त्यो भएर हामीले चाहिँ अनि सबै कस्टमरहरुले मलाई पनि चाहियो हजुर भन्दा फर्स्ट लटको त यति छिटो सक्यो कि कुरै छोड्दिनुस्। त्यसकारण मैले पनि फुर्ती झिकेर आज दिनभर बसेर मेरो म्यानेजर दुई जना बसेर मज्जाले काम सुरु गर्यो। अनि त भुट्ने तार्ने हैन, अनि सबै चीज हामीले सफा गरेर गर्यो। हामीले तेल युज गर्दैनौ है, यसमा चाहिँ प्योर गाईको घिउ युज गरेको छौं। अब त्यो बट्टामा चाहिँ डेरी लेखेको हो, फेरि कन्फ्युज हुनु होला। वी डोन्ट युज अदर घी, हामीले चाहिँ गाईको घिउमा एकदम राम्रो फ्रेश तरिकाले भाँडा पनि सफा गरेर पालै पिलो केलाको मरमसला चाहिँ यसरी रातो ब्राउन हुने गरेर भुट्दै छौं। यो कि राम्रोसँग भुटिनु पर्छ, किनभने यो ढुस्याउनु हुँदैन है। एकजनाले ज्वाइ तार्दै, एकजनाले भुटेर मज्जै ग्राइन्डरमा मज्जाले धुलो गरेर मसला पिस्दै हैन। अनि यहाँ फेरि मज्जाले रेडी गर्दै एक दिनभर कस्तो रमाइलो पनि भयो। अनि यहाँ यो के हो थाहा छ, रेजनलाई नि यसरी तार्नु पर्छ, मिठो हुन्छ। अनि यो त सबैलाई थाहा भयो, यो गुद हो के। गुद पनि एकैचोटी भुट्नु हुँदैन, अलि गरेर भुटेर यसरी टेबलमा सरक्क सजाएर राखेर मसला प्रशस्त मरमसला हालेर हैन, घरमा खाने जस्तै गरेर पकाएर हामी तेल युज गर्दैनौं। धेरैले चाहिँ तेल युज गर्नुहुन्छ भने सोध्नु भएको थियो, हामी गर्दैनौं। हाम्रो प्योर गाईको घिउ, प्योर गाईको दुधमा है हामीले खुवा गरेनौं, हामीले दुधमा बनाएको हो। यो तपाईहरुले मजाले 1 वर्षसम्म राखेर खान सक्नुहुन्छ। हजुरले के हाल्नुहुन्छ भने सोध्नुहुन्छ, हेर्नुस् मजाले देखाइदिएको छ हामीले के हाल्छौं। अनि अलि महँगो भएन र हजुर, सामान हेर्नुस् न कति सफा र कति क्वालिटीका सामानहरु छन्, अनि कति पोसिलो चीजहरु हालिएको छ। यो खाइसकेपछि तपाईले मल्टिभिटामिन खानै पर्दैन। यो शरीर थाकेको बेलामा, मेनोपौजहरु सुरु भएको छ भने, अथवा पिरियड साइकलहरु इरेगुलर भएको बेलामा, अथवा कसैको चाहिँ क्युरेट पनि भएको बेलामा, अथवा बच्चाहरु गिरेको हुन्छ नि त्यसको बेलामा पनि हुन्छ। यो सुत्केरी मसला भने सुत्केरीले मात्र खानी हुँदैन है। ब्लड प्रेसर हाई हुनेहरुले यो मसला एक चम्चा मात्र खाएर त्यतिको मात्र डोज खाने, ग्वाम गुदपाक खा जस्तो नखाने है। अनि त्यसपछि यो मसला खाएको 2 घण्टापछि प्रेसरको औषधि खानुस्, अथवा प्रेसरको औषधि खाइसकेको 2 घण्टापछि जस्तो मात्र यो औषधि खानुस्। यसलाई औषधि भन्ने कि मसला भन्ने कि खै के भन्ने, तर जे भन्नु असाध्यै मिठो भएको छ, असाध्यै हाइजेनिक र यदि क्वालिटी र प्राइसिङको हिसाब गर्नुहुन्छ भने हामीले दिने बेस्ट क्वालिटी छ। प्राइसिङ बाहिरको स्टोरहरुको भन्दा केही फरक छ। अब तपाई क्वालिटीलाई हेर्नुहुन्छ या प्राइसलाई हेर्नुहुन्छ, त्यो हजुरहरुको आफ्नो खुसी हो। बनाउन यति लामो प्रोसेस छ, यति मसिनो काम छ, त्यो गर्नेलाई मात्रै थाहा हुन्छ। स्वाद लिन त टक्क आहा मिठो, आहा नमिठो भन्न सजिलो हुन्छ हैन। तर हाम्रो मेहनत पनि राम्रो भएको छ है। यति बास्ना आएको छ, मेरो त सडकैबाट 2 जना बहिनी त ओहो के पाक्दैछ यस्तो, लाउन खाउ लाग्ने भनेर मैले पनि पाकेको अलिकति चीज प्लेटमा चखाएर पठाइदिए। यस्तो मिठो, लौ मलाई पनि 1 बोतल राख्दिसला भनेर गइन्। अब भएन त मजा, कसैले आएर चाखेर मिठो छ भन्दा त म त झन खुसी। त्यसकारण रोयल दिवासमा बन्ने आइटमहरु चाहिँ
एकदमै हाई क्वालिटीको सबभन्दा सफा हुन्छ है, सफा हुन्छ। अनि फोन गरेर अथवा मेसेज गरेर सोध्दैमा केही पनि बिग्रिँदैन, इन्क्वायरी गर्नेमै क्या हर्ज हैन। यस्तो राम्रो आइटम के बनेको होला भनेर हजुरहरूलाई क्युरियस भयो भने मलाई मेसेज गर्न सक्नुहुन्छ मेसेन्जरमा। अनि अब सबै बनिसकेपछि यो लास्ट लुक कस्तो भयो होला भनेर हेर्न मन लाग्छ हैन। यो सबै उमेरको लागि हुन्छ है। जिउ थकित हुँदाखेरि, टायर्डनेस हुँदा, हड्डीहरू दुखेको, मांसपेशीहरू कमजोर भएको हैन, अब विशेष गरी गाइनो सम्बन्धी केही कमजोरीहरू भएको महिलाहरूलाई एकदमै राम्रो। अनि सबभन्दा यो त एनर्जी बार भने जस्तै यो एनर्जी दिने चिज हो, जसले चाहिँ अलिकति शरीर थकित हुँदा, काम हेभी गर्दाखेरि हैन, अनिखेर निन्द्रा नपर्दाखेरि, अनि अब हातहरूको छालाहरू फुस्रो हुँदा पनि यसले चाहिँ मेन्टेन गर्दै जान्छ, खाँदै जानुपर्छ। किनभने यसमा शरीरलाई हार्म हुने कुनै पनि चिज छँदै छैन, तर मात्रा मिलाएर खानु पर्यो। हेर्नुहोस् त कस्तो राम्रो देखेको, आहा।